हेलो गाइज, वेलकम टू अनदर भिडियो। मैले सधैँभर चाहिँ हर भिडियोमा क्रिकेट सम्बन्धी जानकारी गराउँछु भने आजको भिडियोमा पनि क्रिकेट सम्बन्धी जानकारी गराउँदैछु। अस्ति क्रिकेट सम्बन्धी जानकारीको लागि मेरो फेसबुकलाई फलो गरिदिनु होला, साथै युट्युब च्यानललाई पनि सब्सक्राइब गरिदिनु होला। आजको भिडियोमा मैले आइपिएल 2026 को अक्सन रिलेटेड सबै डिस्कस गर्नेछु र कुन कुन देशबाट कतिवटा प्लेयरले चाहिँ आइपिएल 2026 को अक्सनका लागि चाहिँ रजिस्टर गरे र टोटल कति प्लेयरले चाहिँ 2026 को आइपिएलमा चाहिँ रजिस्टर भए, नाम कति प्लेयरले चाहिँ आफ्नो नाम रजिस्टर गरे, फुल्ली डिस्कस गर्नेछु। भिडियो अन्तिमसम्म हेरिदिनु होला। यदि च्यानल बनाए हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरिदिनु होला। यस्तै क्रिकेट सम्बन्धी न्युजका लागि मेरो फेसबुक पेजलाई फलो गरिदिनु होला। सुरु गरौँ है त। टोटल आइपिएल 2026 को अक्सन 16 डिसेम्बरमा हुनेछ र यो अक्सन दुबईमा हुनेछ र यसलाई मिनी मानिन्छ, किनकि मेगा होइन, यो मिनी अक्सन हो। मिनी अक्सन भनेको एक दिन मात्र चल्नेछ भने मेगामा चाहिँ 2 दिन चल्नेछ र यो मिनी अक्सन अबु दुबईमा हुनेछ र यो दुबईमा हुने अक्सनमा चाहिँ टोटल 1355 प्लेयरले चाहिँ आफ्नो नाम रजिस्टर गरेका छन् र कुन कुन देशबाट कति प्लेयर छन् अब म तपाईलाई त्यसतर्फ लगेँ। सुरुमा म अफगानिस्तानबाट लगेँ। अफगानिस्तानबाट मात्र 2टा प्लेयर छन्, जसमा मुजिबुर रहमान र नबिनुल हक छन् भने अस्ट्रेलियाबाट 7वटा प्लेयर छन्। म नाम पनि भन्ने छु है। अस्ट्रेलियाबाट 7वटा प्लेयर छन्, जसमा सेन एबर्ट, एस्टन आर्गर, ज्याक फर्गमर्गो, क्यामरन ग्रिन, जस इङ्ग्लिस, स्टिभन स्मिथ, बेन कटिङ। त्यसै गरी बङ्गलादेशबाट मात्र 1 प्लेयर छन्, मुस्तफिजुर रहमान छन्। र इङ्ल्यान्डबाट 9वटा प्लेयर छन्, जसमा गस एटेन्सन, टम बेन्टन, टम करन, लियम डेम्सन, बेन डकेट, ट्रेन लरेन्स, लियम लिभिस्टन, टाइल मिल्स, जेमी स्मिथ। त्यसै गरी न्युजिल्यान्डबाट पनि इङ्ल्यान्डका जति बराबर प्लेयर छन्, जसमा 9वटा प्लेयर छन्। फिन एलन, माइकल ब्रासवेल, डेभन कनवे, ज्याफ डुफी, म्याथ हेनरी, काइल जेमिसन, एडम मिल्ले, ब्यारी मिचल, विलियम ओ रुकर, रचिन रविन्द्र। यो ठुलो नाम हो रचिन रविन्द्र। अघिल्लो पालि आइपिएलमा चेन्नईबाट खेलेका थिए पनि यसपालि रिलिज भएका छन्। उनी पनि निलामीको हिस्सा हुनेछन्। उनमाथि ठुलो बोली लाग्न पनि सक्ने सम्भावना देख्न सकिन्छ हामी। अब म साउथ अफ्रिकातर्फ लगेँ। साउथ अफ्रिकाबाट पनि 7वटा प्लेयर छन्, जसमा गेर्ली कर्जे, डेभिड मिलर, लुङ्गी इङ्ग्री, डेभिड मिलर एकदम ठुलो नाम हो, एन्डी नर्जे, राइली रुसो, तर्बी साम्सी, डेभी विसेस। त्यसै गरी म श्रीलङ्काबाट मात्र 3टा प्लेयर छन्, जसमा वनेन्दु हसरङ्गा, मथिसा पथिराना, मस तिक्सना। त्यसै गरी वेस्ट इन्डिजबाट 4 प्लेयर छन्, जसमा जेसन होल्डर, सायोप, अकिल हुसेन, अल्जरी जोसेफ र ठुल्ठुला नाम गरेका अघिल्लो पालि खेलेका प्लेयरहरू पनि यो पालि निलामीको हिस्सा हुनेछन्। र यो पालि आइपिएल 2026मा सबैभन्दा महँगो प्लेयर चाहिँ को बन्न सक्छ त? तपाईँको विचारमा राय कमेन्ट लेखिदिनु होला। अघिल्लो पालि ऋषभ पन्त बनेका थिए भने अहिले यो पालि चाहिँ 30 करोडसम्म बोली लाग्छ कि लाग्दैन, त्यो पनि लेखिदिनु होला।